Dobro rano and good morning. Welcome back to my channel. Warriors Vlog. अनि आज चाहिँ हामी पिक इवान जाँदैछौँ लास्ट इयर ट्राई गरेको थियौँ सकिनँ यो चाहिँ पुरै ग्याजेट लिएर जाँदैछौँ अनि यो चाहिँ हाम्रो सुजमा यस्तो लगाइरहेछौँ किनकि माथि आइस छ मलाई सजिलो हुन्छ लडिँदैन भनेर केटाहरू सबैजना त्यहाँ रेडी अब हामी जाँदै गर्छौँ के हुन्छ त्यसको लागि चाहिँ स्टे ट्युन माइ भ्लग अनि एकैचोटि माथि गएर भेट्छौँ अहिले चाहिँ अँध्यारो छ लाइटले गर्दा उज्यालो भइरहेको सो गाइज स्टे ट्युन अन द वारियर्स भ्लग अब चाहिँ स्टार्टिङ गऱ्यौँ हामीले सबैजनाको टाउकोमा लाइट लगाएको छौँ हामीले युनिभर्सिटीको छ अहिले चाहिँ हाड उकालो आउँदैछु पुरै ठाडो पुरा तुमाने भने खुसी नै खुसी लागिरहेछ अनि हालत यस्तो छ सनराइज भयो भने देखाउँछु भएन भने त्यस्तै नर्मल भ्यू कस्तो देखिन्छ त्यस्तो देखाउँछु अनि ड्रोन सट पनि पक्कै आउनेछ उडाउन मिल्यो भने किनकि रोमानियाको छेउमा हो सो उडाउन पाइन्छ कि पाइँदैन थाहा छैन केटाहरू यहाँ आउँदैछन् सो स्टे ट्युन गाइस अहिले चाहिँ हल्कासम्म ठाउँ आइपुग्यो अनि मेरो जुत्तामा चाहिँ यस्तो लगाइरहेछ किनभने मेरो यो सुज चाहिँ समर ट्रेकको लागि हो सलमानको समर ट्रेकको लागि अनि विन्टरमा चाहिँ अलि यस्तो हुँदैन किनभने ओभर धेरै स्नो हुन्छ आइस हुन्छ त्यही भएर इट्स नट कम्फर्टेबल यो चोटि चाहिँ मैले मेरो विन्टर सुज बिर्सेको कारणले गर्दाखेरि समर सुजै लगायो केही छैन मलाई यसले गर्दा सजिलो भइरहेछ यहाँ जुत्ताको लागि लगाइदिइरहेको छ नभए सिब्लिहाल्छ अनि खाल्टोमा नि लम्मै छिर्छ किन अनि आइसी जमेको छ फेरि उकालो आयो अनि बिहान कति बजी हामी 5 बजी ब्रेकफास्ट गरेर हिँडेको अहिले त्यस्तै कति 7 बज्यो होला सायद अनि हिँड्दैछु आजको अप हिल चाहिँ त्यस्तै 8 किलोमिटर कि 10 किलोमिटर छ माइनस प्लस मलाई त्यति आइडिया भएन जस जाँदै गर्छु कुरा गर्दै देखाउँदै जान्छु इन्ट्रेस्टिङ थिङहरू भयो भने चाहिँ यस्तो देखिरहेछ गर्मी महिनामा भएको चाहिँ यहाँ पुरै ढुङ्गै हुन्थ्यो अहिले जाडोमा चाहिँ हिउँ केही छैन सबै आइस जमेको हिउँ हामीभन्दा पनि पहिला यहाँ मान्छे आएको थियो त्यही भएर फुटस्टेप एउटा ठुलो ढुङ्गा पनि छ यहाँ ओ अहिले चाहिँ हल्का हावा बेसी आउनु थालेको छ त्यही भएर मङ्की क्याप र ह्याट लगाइरहेछ बिस्तारै अगाडि बढिरहेछु म हिँडिरहेछु हो अब यहाँ आइपुग्यो यहाँदेखि चाहिँ हल्का भ्यू देखिन्छ होला केटाहरू पनि आइसक्यो सो राता So where is किचकन्डीमा यहाँ माथि टपमा पुगेपछि चाहिँ हल्का भ्यू देखिन्छ अनि हल्का समय पनि आउँछ यो ढुङ्गासँग आइपुगिसक्यो म
जो माथि यहाँदेखि जो उता जानुपर्छ अनि बादल चाहिँ मुनि देख्न थालिसक्यो है यहाँ चाहिँ हल्का घाम लागेको छ त्यो भएर देखिरहेछ बादल चाहिँ मुनि केटाहरू अनि आउँदैछ सनराइज दबाई दबाई पोली पोली धारा आउँदैछ है यहाँ अहिले चाहिँ माथि टपमा आइसक्यो यहाँदेखि चाहिँ सबै माउन्टेनहरू देखिरहेछ अनि हामी जहाँ जान लागेको त्यो माउन्टेन पनि देखिरहेछ होइन त्यो छ यहाँ जमेर अनि सबै माउन्टेनहरूको भ्यू बेरमेनेसको रेब्रा अनि यहाँ पर पिरामिड जस्तो देखेको छ हवेल हाइस्ट माउन्टेन अफ युक्रेन लास्ट टाइम मैले समरमा यो ट्रायल सबै गरिसकेको थिएँ अनि यहाँदेखि रोमानिया पनि नजिकै छ अहिले एकैछिनमा म देखाउँछु यहाँ हामी जान लागेको माउन्टेन देखिरहेछ हावा पनि खासै छैन ड्रोन उडाउनु पर्दा रहेछ अनि हामी जान लागेको छु बादल मुनि यो चाहिँ पिप इवान हो ल्याब अनि यता साइडमा माउन्टेनहरू अझै देखिरहेछ अझै यति टाढा जानुभएको छ सो मेबी ड्रोनले उडाउँछ होला अब म आइपुग्न लाग्यो यहाँ माथिको डाँडा हो लास्ट इयर चाहिँ यहाँनिर हामी खाजा खाथ्यौँ समरमा आउँदाखेरि अहिले चाहिँ विन्टरमा केही पनि बस्ने ठाउँ छैन यहाँनिर डाक्टर ब्रात आउँदैछन् अनि यो साइडमा देखेको माउन्टेन सबै रोमानिया है उताको डाँडा चाहिँ सबै रोमानिया हो सो रोमानियामा भएको नेपालीहरूलाई पनि नमस्ते है दबाई डाक्टर ब्रात बिस्तारै बिस्तारै माथि चढ्छौँ अनि अहिले यहाँ अलि हावा चलिरहेछ त्यही भएर फोन खासै झिकेको छैन माथि पुगेपछि चाहिँ क्यामेरासम्म झिक्छ अन्त दबाई 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 किचकन्डी जादी किचकन्डी दबाई किचकन्डी ये जादी ओ Nice. नाइस द डाक्टर ब्रात उसको पुरा लागिरहेछ अब चाहिँ हामी पुग्न लागिसक्यो पसिना देख्न सक्नुहुन्छ भर पसिना अहिले चाहिँ 10 बज्न लाग्यो होला हामी राम्रै टाइमिङमा आइरहेछौँ हो माथि होला त्यस्तो छ सो माथि खासै हावा चलेन भने ड्रोन सट पनि हान्ने छु अनि यु क्यान चेक ड्रोन चाहिँ माथि हावा लागेन भने ड्रोन पनि उडाउने छु सो स्टे ट्युन and don't forget to share and subscribe my channel Warriors Vlog. So आइपुग्यो पिप इवान so yeah brad congratulations We are the champion. Piп Ivan champion. Gamardjoba, Baginaswari. This is my second time in Piп Ivan. In winter also, I have been here. In summer also. So, केटाहरू आउँदैछन् अहिले चाहिँ हामी पिप इवान भित्र आइसकेको छौँ अनि यो चाहिँ ल्याब हो कुन जमानामा सोभियत युनियनको पालामा बनाएको हो
होइन अहिलेसम्म टिकिरहेछ मान्छे अब दामी बादल लागिरहेछ हावा पनि ओभर छ हल्का कम भयो भने चाहिँ ड्रोन उडाउँछु भनेर बसिरहेछु लेट्स सी के हुन्छ होइन अनि यसको उतापट्टि चाहिँ सबै रोमानिया हो है यहाँदेखि 1 किलोमिटर उता सबै रोमानिया एलओसी हो अनि कुन चाहिँले सुसु गरेछ पिपी गरेछ इट्स नट गुड टु ह्याभ पिपी हियर अझ घाम देखेको जहाँ राम्रो देखिन्छ घाम चाहिँ छैन त्यही भएर त्यही पनि ठिक छ जे भए पनि हल्का फुल्का भ्यू देखिरहेछौँ हामीले रोमानिया साइडमा चाहिँ खासै हिउँ पनि छैन अनि बादल पनि खासै लागेको छैन तर यो युक्रेन साइडमा चाहिँ पुरै बादल देख्न सक्नुहुन्छ यो सबै युक्रेन साइड हो अनि माउन्टेनमा पनि सबै हिउँ सबै देखिन्छ अनि रोमानिया साइडमा चाहिँ सबै हरियो हरियो हल्का कम हिउँ देखिन्छ त्यति नै हो खेल्ने पिङ त यस्तो भएको छ खेल्ने पिङ यस्तो भएको छ लास्ट इयर म यहाँ आएर सुत्दै केटाहरूलाई पर्खेको थिएँ अब हामी हल्का उता जान्छौँ so йдемо дивись Тепер Польща дає гроші, щоб це відновлювали. І вже, бо це просто було як туалет зроблено. Вже типу воно занепадало, порозкрадали, тут нічого не було, тільки стіни. А тепер зробили там вже сюди гарненько і ремонти, і все це, але туди такого не можна заходити. हाम्रो तारा सुब्रातले भनेको चाहिँ यो चाहिँ फर्स्ट वर्ल्ड वार सेकेन्ड वर्ल्ड वार हुँदाखेरि पोल्यान्ड यहाँ क्याप्चर गरेर बसेको बेलामा यहाँ चाहिँ टोइलेट जाने यस्तै खालको बनाएको थियो अरे पछि पोल्सेसँग पैसा नभएर सोभियत युनियनले जितेको बेलामा त्यसपछि सोभियत युनियनको पालामा यो थपेर बनाएको अरे यहाँ चाहिँ अहिले ल्याब छ जुन ल्याबबाट चाहिँ सबै क्लाइमेटहरू पनि प्रेडिक्ट गर्ने इन्स्ट्रुमेन्टहरू होला यहाँनिर छन् अनि यो चाहिँ खोइ लास्ट टाइममा चाहिँ थिएन यिनीहरू विन्टरमा चाहिँ रहेछ यहाँनिर काम गर्ने मान्छेहरू चाहिँ त्यही भएर अब चाहिँ हामीले फेरि वान समिट गरेर पनि फर्किन सक्यौँ तल झर्दैछौँ बिस्तारै अहिले चाहिँ हल्का घाम पनि लागिरहेछ माथि चाहिँ पुरै चिसो थियो अहिले हल्का वार्म भइरहेछ यहीँनिर केही देख्नै नै देखिरहेको छैन उसले अनि रोमानियाको साइडमा चाहिँ खासै हिउँै छैन सब युक्रेनको साइडमा मात्रै केटोलाई भेटेर स्यान्डविच दिएको कुबास मात्रै हान्नु खोज्छ Да? Він тоді так само є, чи що? Я тут Напевно. Як ти? Велике, блядь, пиздопротивне, ну. Треба чути гіта. Бра, дрон, тут не... На. My soldier. फेरि अब डाँडा पुग्न लागेमा रिटर्न हुँदैछु त्यो आर्मी पछाडि जाँदैछ यहाँ चाहिँ के पनि छैन ओहो Dobry skating. Dobry dzień.
यो चाहिँ थर्ड टिम फर्स्ट टिम उता भेटेको थिएँ मैले सेकेन्ड टिम अर्को टिम छ यहाँ जाउँदैछ उसले केही पनि दिएको छैन अरूभन्दा नि यहाँ जमेको छ मुनि बस हिँड्दाखेरि चाहिँ गाह्रो क्या यो जुत्ता नै मेरो 1 केजीभन्दा बेसी छ होला दब्रिँदैन दब्री दुई दिनको लागि मात्र 4-5 दिनको लागि हो भने चाहिँ एकदम मजा पनि हुन्थ्यो क्या तर कतिखेर हिउँ पर्छ थाहा हुँदैन अझै हिउँ खपेपछि जाने बारी देखिँदैन यहाँ त्यही भएर बिचमा जुन जस्तो घरहरू राखेको छ इदम यसले चाहिँ मलाई पिछा गरेको दौडिँदैन पिछा गरेको छ अघि स्यान्डविच दिएको थिएँ यसलाई मैले इदे यस्तो रडहरू राखेको छ क्या मान्छेहरू आउँछ भनेर बाटोको लागि अहिलेसम्म हेरिराख्नु छ भने लाइकहरू धेरै धन्यवाद सेयर गरिदिनु होला धेरै भयो मैले राख्नु हालेको पनि अनि सब्सक्राइबर पनि बढिरहेको छैन मेन भनेको मेरो अहिले वाचिङ आवर चाहिरहेको छ त्यही भएर सक्छमा पुरा भिडियो हेर्नु होला सेयर गरिदिनु होला अब म जाँदैछु तल पुगेपछि म एकचोटि क्यामेरा अन गर्छु होला म चाहिँ अब बेस क्याम्प आइपुगिसकेँ अनि कुकुरले नि मलाई लखटिरहेछ पुरै होइन म चाहिँ स्केटिङ खेल्ने मात्रै देख्यो अब ओहो सरी लागेको थियो यसलाई सो बेस क्याम्प आइसकेँ अनि सकुशलमा आइसक्यो केटाहरू आउँदैछ अब चाहिँ हामी बानिया जान्छौँ अनि त्यहाँ हाम्रो डिनर सिनर हुन्छ त्यति हो अनि अन्तिममा मेरो फ्यामिलीहरूलाई धेरै माया सम्झना अनि मेरो प्यारो मान्छेलाई पनि धेरै माया छ यहाँ फ्लिपबाट टेक केयर अलवेज मिस यु माउन्टेन जाँदाखेरि बोल्न पाइँदैन अनि धेरै जस्तो मिस गरिरहेको हुन्छु भन्न आउँदैन देखाउनु पनि आउँदैन मलाई त मिस यु सो मच लभ यु सो मच छिट्टै भेटौँला है चानो हो केटाहरू बसिरहेछ आइस पानी हुन्छ म पनि आइबस्छु अहिले एकैछिन भेटौँ है अहिले चाहिँ हामी क्याम्प आइसक्यौँ इवानको एक्सपिरियन्स चाहिँ मेरो बडा राम्रो भयो चिसो पनि चिसै थियो भ्यूहरू पनि राम्रो देख्न पायौँ हामीले अनि मेरो यो के अरे विन्टरमा माउन्टेन क्लाइम्बिङको एक्सपिरियन्स एकदमै रमाइलो पनि भयो मलाई मन पनि पर्यो अनि होप यु गाइज इन्जोय दिस व्लग कीप वाचिङ स्टे ट्युन and don't forget to share and subscribe my channel Warriors Vlog. See you next day, next vlog.